हेलो साथीहरू, हामी चाहिँ आज ड्राइभ पिकनिक जाँदैछौँ। यहाँनिर हाम्रो साथीहरू हुनुहुन्छ। हामीले चाहिँ मोमो चाउमिन किनेर पनि हामी चाहिँ यहाँ छौँ। अब हिँडेको अरू 3 जना साथीहरू चाहिँ उता अब हामी जाने। त्यसपछि हामी चाहिँ हाम्रो गाइडको फेमस ठाउँ चप्पन जाँदैछौँ साथीहरू। गाइज हामी चाहिँ अब हिँडिसक्यौँ होइन। अहिले हामी बजारमा छौँ। अब हिँड्दै जाने गर्छ मलाई लाज लाग्यो। साथीहरू यो चाहिँ हाम्रो चप्पन जाने बाटो रहेको छ। चप्पन चाहिँ हाम्रो गाईघाटको फेमस ठाउँ हो साथीहरू। जे गर्दा पनि चप्पन जान्छौँ हामी। डेटिङ बस्न गयो चप्पन, त्यो चाहिँ क्यान्सिल त्यसमा चाहिँ अरू अनि घुम्न जा चप्पन, पिकनिक जा चप्पन, सबै कुरा जान्छ के साथीहरू है। यहाँ छ नि हाम्रा हिरोइन्सहरू। हामी चाहिँ 8-9 जना छौँ। अहिले यस्तो शीतल भइरहेको नि कुरा नगरौँ। वाउ छ वाउबाट पिकनिक जानु पर्यो चप्पन, कलेजबाट जानु पर्यो चप्पन, साथीहरू घुम्न जानु पर्यो चप्पन, केटाकेटी जानु पर्यो चप्पन। भनेपछि कति फेमस ठाउँ छ बुझ्नुहोस् आफै। साथीहरू अहिले चाहिँ यहाँ हाम्रो साथीहरू हामी सिटीमा सनननननन जाँदैछौँ। हामीलाई चाहिँ ढिलो भयो, पानी पऱ्यो गाइज। नुहाउन हिँडेको गर्मी भएर पानी परेर ढुट्टो घाम भयो। अब हामी फर्किन्छौँ कि जान्छौँ हामीलाई थाहा छैन। हामी कलकलको अपडेट दिइरहनेछौँ। साथीहरू यत्रो ठुलो पानी पऱ्यो, केही छैन। पानी पर्दा झन् मजा हुन्छ नुहाउनलाई। एकदम हिरोइन्स फोटो आउने भयो। मेकअप चाहिँ सब जाने भयो। अब बर्बाद हुने भयो। हामीले चाहिँ होइन मोमो चाउमिन खाइसक्यौँ। हाम्रो मोमो यहाँ छ अनि डिउ चाहिँ हामीले यसरी खाँदैछौँ। यहाँ ऊ क्यामेराम्यान हुँदैछन् अर्को फोनको, म यहाँ अर्को क्यामेराम्यान हुँदैछु। अनि त्यसपछि यहाँनिर सबैजनाले खाँदैछन् मोमो। अघि चाहिँ हामीले चाउमिन खाइसकेको। झोल मोमो गाइस, पानी परिरहेको छ। झोल मोमो राम राम। डिउ चाहिँ फेरि होइन बनाउने नि भिडियो बनाउन अब हामी डिउ खान्छौँ ल साथीहरू। अब चाहिँ हामीले सबै कुरा गरिसक्यौँ। भिडियो फोटो टिकटक कन्टेन्ट बनाएर यस्तो रिल्स बनाएको छौँ। भरे आउँछ हाम्रो त्यो वाला कन्टेन्टवाला रिल्स। अब चाहिँ हामी जान लागेको। बाई गाइस। घरबाट 70 खेप बनाइसक्यो। यसको यो औँला बाहेक सबै सोझो छ अरे गाइज। अब के भन्नु, अब हाम्रो चाहिँ सबै भाङ्गा छन् रे। अब यो सुन्दा अगाडिमा किन मरिन। वाउ गाइज। ओइ तिमीलाई टाउकोमा फुलाउन मन छ भने यहाँ छ लौ। अरू हेलो उहाँ हेर्नुहोस् उता कस्तो दामी छ साथीहरू। अब चाहिँ हामी जाँदैछौँ कहाँ जाँदैछौँ त भन्दा हामी चाहिँ घर जाँदैछौँ। यो रुम जान्छौँ। यो चाहिँ आफ्नै घर छ साथीहरू। म त घर पनि छैन। यसको चाहिँ घर हुने नै मलाई पनि यतै ल्याऊ। उसलाई चाहिँ कसैले गाडीमा घर छ भने उसलाई सिधै झारेर यहाँ ल्याउनुहोस्। कृपया उहाँ यहीँ बस्न चाहनुहुन्छ। सिङ्गल मान्छे, सिङ्गल हुनुहुन्छ, सोझो मान्छे। हामी सब बाङ्गा हौँ, ऊ मात्र सोझो हुनुहुन्छ यो ग्रुपमा। हेर साथीहरू अब चाहिँ हामी जाँदैछौँ। उसको सबै कुरा सोझो छ। के थाहा तिमीलाई? हेलो साथीहरू। अब चाहिँ हामीले हाम्रो गेटअप पुरै चेन्ज हानिसक्यौँ होइन। अनि त्यसपछि हामी चाहिँ अरू केही उसमा गरेर हामी हिँड्दै जाँदैछौँ। अब के गर्नु, हिँड्दै जान पर्यो। जतिखेर पनि अटोमा आएको त हिँड्न घुम्न आएको मजा भएन साथीहरू। एकदम। अब चाहिँ साथीहरू हामी हिँड्दैछौँ। यस्तो राम्रो छ। उहाँ मोडलहरू हुनुहुन्छ। उहाँहरूको क्याटोक हेरेरै थाहा पाउनुहुन्छ। उहाँ मिस उदयपुर 2000 कतिको हो भनेर। 26, 25, 24, 23, 22, 21, 22। अनि म चाहिँ अब आउने बेलाको हो नि। अब म चाहिँ त्यसको मिस उदयपुर। हाम्रो ग्याङै मिस उदयपुर। अब हामी साथी साथीहरू कस्तो राम्रो देखेछ हेर्नु त। मिस नेपाल यसरी हिँड्छ अरे गाइस। तपाईँ हेर्दैन भएको छ कसरी हिँड्छ भनेर उसले देखाइसक्यो। हाम्रो ग्रुपको ट्यालेन्ट कस्तो ट्यालेन्ट देखाउँछ नि। ऊ चाहिँ क्यामेराम्यान है साथीहरू, क्यामेराम्यान।